हरेक भ्रष्टाचारीको घरबाट एक एक रुपियाँ निकाल्छु, तिनीहरू तान्छु, ल्याउँछु, देखाउँछु, संसारले थाहा पाउँछ नेपाल कसरी परिवर्तन हुन्छ भनेर। कसैलाई नछोड्ने, कसैलाई नछोड्ने, बुढो भए पनि नछोड्ने। म कसैलाई छोड्दैन। यो तपाईहरुको मिडिया मार्फत म भन्न चाहन्छु कि म कसैलाई छोड्दिन, म एकजनालाई छोड्दिन। म मेरो देशको कसम खान्छु, म मेरो त्यो फलन सोल्जर्सहरुको लागि कसम खान्छु, मेरो गोली खाएको भाइहरुको कसम खान्छु कि म कसैलाई छोड्दिन। एक छोड्दिन, दुई छोड्दिन, तीन छोड्दिन। मेरो देशलाई लुट्ने नेताहरू जसरी तिमीले हरेक आमालाई दुःख दिएछौ, हरेक जनतालाई दुःख दिएछौ, कसैलाई छोड्दिन। यो हेक्का राख्नु, कहाँ भाग्नु छ भाग्नु, अहिले नै हो चान्स। खोजेर भन्छ झार्छौँ हामीले, नेपाली जनताले झार्छ। अब कसैले झार्दैन। तपाईहरु जहाँ जहाँ लुक्नुहुन्छ निकाल्छौँ हामी तपाईहरुलाई।